नेपाल कला नै कला, मन्दिरले भरिएको देश हो। यो पुण्य तपोभूमिमा देवदेवीहरूको वासस्थान रहँदै आएको छ। झन् काठमाडौँ उपत्यका र पशुपति क्षेत्रमा देवदेवीहरूको मन्दिर मूर्ति प्रशस्त रहेका छन्। पशुपति क्षेत्र नै सांस्कृतिक, धार्मिक, पुरातात्विक सम्पदाहरूले भरिपूर्ण क्षेत्र हो। स्वयं शिवजीलाई पशुपतिमा आइसकेपछि हजुरको काम पूर्ण भयो, अब स्वर्गतिर जाउँ भनेर नारद मुनिले भन्दा स्वर्ग नै यही ठाउँ हो जहाँ मातृशक्ति स्वरूपी गुहेश्वरी पनि आइसकेकी छिन्। त्यसैले यो स्वर्गबाट म अर्को स्वर्ग कहाँ जाउँ भनेको प्रसङ्गलाई नेपाल महात्म्यमा उल्लेख गरिएको छ। गुहेश्वरी पशुपति क्षेत्रका शक्तिपीठमध्ये सबैभन्दा पुरानो र मान्यता प्राप्त पीठ हो। यस पीठको विशिष्ट महत्त्व रहेको छ। वाममार्गी साधकहरूको लागि गुहेश्वरी सिद्धिदायक पीठको रूपमा रहेको छ। गुहेश्वरीलाई गुहे काली पनि भनिन्छ। गुहेश्वरी जस्ता पीठका नेपाल र भारतमा पनि विशेष चर्चा पाइन्छ। गुहेश्वरीको पूजा विधि, मन्त्र, स्तोत्र रूप, कल्पना र कवचहरूको विशेष महत्त्व रहिआएको छ। स्कन्द पुराण अन्तर्गत श्री स्वस्तानी व्रत कथामा सती देवीको गुहे पतन भएको ठाउँलाई गुहेश्वरीको पौराणिक प्रसङ्ग थुप्रै पाइन्छन्। हिमवत खण्ड र नेपाल महात्म्यमा गुहेश्वरी सम्बन्धी वर्णनहरू हेर्दा लोकको रक्षाका लागि माताको पूजा अर्चना र महिमा बढेको देखिन्छ। गुहेश्वरीका अनेकौं रूपहरू देखिन्छन्। 35-36 वटा स्वरूपहरू देखिन्छन्।
बागमतीको तटमा रहेको कैलाश मृगस्थली, डाँडाको सुन्दर हरियाली प्रकृतिभित्र नदी किनारको तटमा विराजमान गुह्यश्वरीको आफ्नै विशिष्ट स्थान रहेको छ। भनिन्छ राजा प्रताप मल्लले गुह्यश्वरीको पुनः उद्धार गरेपछि जनमानिसमा प्रचार भएको र मन्दिरको बाहिरी आकारलाई हेर्दा गुह्यश्वरी पीठ रहेको कुण्ड वरिपरि गारो लगाई फलामे दलिन राखी छोपेर चारैतिर पर्खाल लगाई सुरक्षित गरेको देखिन्छ। गुह्यश्वरी ज्योतिर्मय जलको अधिकांश भाग छोपेर त्यसमाथि यन्त्रका रूप अष्टदल कमल र त्यसको बीचमा खाली राखिएको कुण्डको शेष भागलाई कलशले छोपी गुह्यश्वरीका आवरण देवताको स्थापना गरी मन्दिर खडा गरेको देखिन्छ। गुह्यश्वरी मन्दिरलाई तान्त्रिक विधि अनुसार देवीले सपनामा भने बमोजिम राजा सखरदेवका पालामा प्रसिद्ध तान्त्रिक नरसिंह ठाकुरले यो शक्तिपीठ स्थापना गरे भने प्रताप मल्लको पालामा जीर्णोद्धार गरी पूर्णता दिएको पाइन्छ। यसपछि पनि विभिन्न समयमा गुह्यश्वरी मन्दिरको सत्तल पाटीहरू बनिरहे। गुह्यश्वरीको नित्य पूजा काठमाडौँ र भक्तपुरले गर्ने गरेका छन्। पाटनका कर्मचार्य पुजारीहरू रहेका छन्। यी पुजारीहरूलाई खड्गी र डङ्गोलहरूले सहयोग गर्दछन्। विभिन्न पर्व र जात्राहरू पनि गुह्यश्वरीसँग सम्बन्धित छन्। गुह्यश्वरीमा विशेष पूजा पनि हुन्छ। नित्य पूजा बाहेक सङ्क्रान्ति, चतुर्दशी, औँसी, पूर्णिमामा विशेष पूजा हुन्छ। यस प्रकार गुह्यश्वरी शक्तिपीठको विशिष्ट स्थान रहेको छ। यस बाहेक पनि पशुपति क्षेत्रमा शक्तिपीठको रूपमा बगेश्वरी, भुवनेश्वरी, वज्रेश्वरी, जय बागेश्वरी, राजेश्वरी, कामेश्वरी, वनकाली, मङ्गला गौरी लगायत दर्जनौं देवीहरूका मठ मन्दिर र पीठहरू रहेका छन्।